अब पहिला सबैले यो जुजुन्डोल्माको फोटोलाई दर्शन लिनुस् आफ्नो आफ्नो फोटो छ है दर्शन लिएर अनि आफ्नो अगाडि जुजुन्डोल्मा तारा देवी लगायत सर्व गुरु बुद्ध धर्म संघरत्न इष्टदेवहरू सबै छ भनेर विचार गर्नुहोस् अनि हात चाहिँ जोडेर गर्नुपर्छ फेरि एकचोटि तीनचोटि भन्नुपर्छ लेन्सुम सेनेटिया तीनचोटि अब हिजो यहाँसम्म हो आज यहाँदेखि अब धर्मदेशन गर्ने अब तपाईहरुले कलम पनि तयार गरेर अब यहाँ हेर्नुस् है पाठ गर्नु बेलामा ठुलो ठुलो अक्षरहरू पाठ गर्ने हो तर त्यो मैले प्रवचन गर्नु बेलामा धर्मदेशन गर्नु बेलामा सानो अक्षर ठुलो अक्षर सबै भन्छ त्यसो कारणले सानो अक्षरमा के लेखेको छ यहाँ छोक साक्पानी लेखेको छ है छोक साक्पानी भने चाहिँ त्यसको मतलब के हो भनेदेखि सम्भारा अभ्यास गर्ने भनेको सम्भारा अभ्यास त्यस कारणले अब यहाँदेखि के सुरु हुन्छ भने अघि आफ्नो अगाडि गुरु अनि जुजुन्डोल्मा गुरु अनि आर्य तारे गुरु जुजुन्डोल्मा लगायत अनि बुद्ध धर्म संघहरु सबै छ भनेर अनि हामीले विचार गरिसक्यो भावना गरिसक्यो अब उहाँहरुलाई हामीले उहाँहरुद्वारा उहाँहरुदेखि हामीले के गर्नुपर्छ भनेदेखि सम्भारा अनि जगाउनु पर्छ रे छोकसाक्पा सम्भारा सञ्चय गर्नुपर्छ त्यसो कारणले अब यहाँ छोक भन्छ नि छोक भन्ने चाहिँ सम्भारा त्यसमा पुण्य सम्भारा भने छ प्राज्ञ सम्भारा भने छ है हो त्यो पुण्य सम्भारा प्राज्ञ सम्भारा त्यस्तो सम्भारा चाहिँ अनि खर्च सापते सञ्चय गर्ने खर्च
पुण्य सम्भार र सञ्चय सम्भार चाहिँ अनि त्यो के भन्छ सञ्चय गर्ने। अब यहाँ सुन्नुस्, सम्भार सञ्चय गर्नेको अभ्यासमा तरिकामा धेरै किसिमको छ, तर बुद्ध शाक्यमुनिले कङ्ग्युरमा पनि त्यस्तै भनेको छ, टेङ्ग्युरमा पनि भनेको छ। त्यसमा सबभन्दा राम्रो उपाय के हो भनेदेखि सप्तङ्ग पूजा भन्ने चाहिँ हो। त्यसले छेउको भाषामा याला दुम्बा भन्छ, याला दुम्बा सप्तङ्ग पूजा। तपाईले सप्तङ्ग पूजा चाहिँ गर्यो भने अनि हामीले सप्तङ्ग पूजा गर्यो भने हामीलाई सम्भार धेरै सञ्चय गर्नु सक्छ, पुण्य धेरै कमाउनु सक्छ। यो नभुल्नु है। यदि तपाईहरु पुण्य कमाउने हो भनेदेखि त्यो पुण्य कमाउने विधिमा त्यो बुद्धले सबभन्दा अनि राम्रो उपाय के भन्नुभएको छ भनेदेखि सप्तङ्ग पूजा गर्ने भने चाहिँ। सप्तङ्ग पूजाको भित्र चाहिँ 7वटा हुन्छ, 7वटा है। म पहिला त्यो 7वटाको नाम चाहिँ भन्छु, त्यसपछि यही पूजा पाठदेखि मैले सबैले त्यो सिकाउँछु। सप्तङ्ग पूजामा पहिलोलाई के भन्छ? वन्दना भन्छ। वन्दना भने चाहिँ ढोग्ने ल। अहिले यहाँ जुजुन्डोलमा देखि लगायत जुजुन्डोलमा लगायत सर्नेहरूलाई ढोग्ने ल। यसलाई के भन्यो? वन्दना भन्यो। यो नम्बर 1। पहिला सप्तङ्ग पूजामा कति छ रे? 7। त्यो 7मा पहिलो चाहिँ के भन्छ रे? वन्दना। वन्दना भने चाहिँ ढोग्ने। अब यो सिकाउँछु। अब वन्दना ढोग्ने चाहिँ कहाँदेखि कहाँसम्म हो भनेदेखि तपाईहरु दोहोर्याएर भन्नुस् ल। म यहाँ पढ्छु। जिजे भन्नुस्। जिजे फामा डोल्मा थाङ छोक्जु थुसुम शुपाई ग्यावा सेजे 탐제ला कुने थावे छागिओ। यहाँसम्म चिन्ह लगाओ। अब यहाँ आयो नि, अन्तिममा आयो नि, कुने थावे छागिओ भन्यो नि। छागिओ भन्नेमा चाहिँ चिन्ह लगाउनु पर्छ। योले के देखायो? सप्तङ्ग पूजामा 7वटा छ, त्यसमा पहिला वन्दना भने चाहिँ ढोग्ने भने चाहिँ यहाँ हो, यहाँसम्म तब। अब पछि जुजुन्डोमाको पूजामा सप्तङ्ग पूजा कहाँ सुरु हुन्छ भने यहाँदेखि भन्नुपर्छ। जुजुफाङमा ढोमा त। अब त्यो यहाँदेखि सप्तङ्ग पूजामा 7 छ। पहिला वन्दना र ढोग्ने भने चाहिँ कहाँदेखि कहाँ हो भनेदेखि जुजुफाङमा ढोमा त छोजु थुसुम शुबाई ग्यावा सेजे थम्जेल कुने तावे छागी वो, यहाँसम्म हो ल। हो या। अब त्यसको मतलब यो पाठको अर्थ अलिकति भन्छु। जुजुफाङमा ढोमादाङ भने चाहिँ तारा देवीलाई भनेको। छोक्चु थुसुम शुबाई ग्यावा सेजे थम्जेल भने चाहिँ सर्व बुद्धहरूलाई भनेको। कुने थावी छाक्यो भने चाहिँ मेरो मन भित्रदेखि आस्था राखेर म ढोग्दैछु, वन्दना गर्दैछु भनेको। थाहा भयो? यहाँ आउँछ रहेछ नि शब्दको भित्र, मेरो मन भित्रदेखि आस्था राखेर ढोग्दैछु भन्छ। त्यसो कारणले ढोग्नु बेलामा यहाँ सुन्नुस्, ढोकमा 3वटा छ। शरीरले ढोग्ने, वाका के अरे कायाले ढोग्ने, वाकाले ढोग्ने अनि चित्तले ढोग्ने। काया र वाकाले ढोग्नेको अगाडि चित्तले ढोग्नुपर्छ। चित्तले ढोग्ने भने चाहिँ अरू केही होइन, चित्तले आस्था गर्ने हो। चित्तले जुजुन्डोमालाई आस्था गरेको चाहिँ चित्तले जुजुन्डोमालाई ढोकेको हो। पहिला चित्तले ढोकेर
त्यसपछि सक्यो भने शरीर उठेर यसो गरेर ढोक्ने छालसरी गर्ने त्यो सँगै आफ्नो वचनदेखि त्यो जुजुन ढोलमाको गुणहरू त्यस्तो बोलेर है पाठ गरेर ढोक्ने हो त्यसो कारणले ढोकमा 3 है पहिला के अरे चित्तले ढोक्ने त्यसपछि अनि शरीर के अरे काया र वाकाले ढोक्ने कायाले ढोक्नु बेलामा के भन्छ जरुर छैन कि उठ्नु पर्ने हातले यसो गरेको पनि कायाले ढोकेको हो है त्यसो कारणले बसेर यो बेलामा बसेर पहिला चित्तदेखि आस्था राम्रो गर्ने जुजुन ढोमाहरूलाई त्यसपछि चाहिँ हात चाहिँ यस्तो गर्ने त्यसपछि चाहिँ यहाँ ओ जुजु भावमा ढोमादान जुजु सुमसुबाये क्यावाजे जे तम्जेला कुने दावे छाइदियो भनेदेखि ढोकेको है अब यहाँसम्म सप्तङ्ग पूजामा साथ छ त्यसमा पहिलो वन्दना भने चाहिँ सक्यो है वन्दना भने चाहिँ ढोक्ने भनेको सक्यो अब फेरि चिन्ने लगाउने पहिला दोहोरेर भन्नुस् ल मेदो पहिला भन्नुस् त्यो पेछा पायो अघि ल ठक्कै जानुस् ल मेदो दुबे मार्मेठी 샬세 롤모 라소바 므줄 이기 뚫네 불 चिन्ने लगाओ यहाँ 2 नंबर लेखा सप्तंग पूजा में नंबर 1 वंदना सक्यो नंबर 2 यो बुल भने चाहिँ के हो चढाएको के चढाएको पूजाको सामलाहरू चढाएको भन्यो ल बुल भने चाहिँ के रे चढाएको होला त्यसो कारणले सप्तंग पूजामा 7 छ 7 को भित्र दोस्रोको नामलाई के भन्छ पूजा चढाउने है पूजा भने चाहिँ पूजा चढाउने ल अब यहाँ पूजा चढाउने भन्ने चाहिँ के पूजा चढाउने हो भनेदेखि हो यहाँ लेख्नुस् यहाँ के यहाँ हेर्नुस् है मेतो भन्ने चाहिँ फुल मेतो तामाङहरू पनि त्यही भन्छ नि मेतो भन्छ नि तामाङको त्यो शब्दको भित्र छेउको शब्द धेरै छ है मेतो दुप्पे भने चाहिँ धूप मर्मे भने चाहिँ छेमे है दीप ठी भने चाहिँ सकुन सुगन्ध ठी स्याल्से भने चाहिँ खाना रोल्मो भने चाहिँ अहिले किसिङिजु ngazaladi toji tibuchik da ane kari ngotagi phumba che deju de tarik che sha o hai स्याल्से रोल्मो भने चाहिँ घन्टीहरू आवाजहरू है त्यो त्यो मासु खाल्ला रोल्मो त्यसला नेपाल केला शब्द त संस्कृतको भाषा भयो नेपालीमा आवाज बाजा हो यो रोल्मो भने चाहिँ ऊ यो यस्तो आवाजको त्यो छेपा पूजालाई भनेको ल त्यति सोहा त्यसै रोल्मो छे शब्द भन्छ रोल्मो लासोपा अनि त्यसपछि के छ मुजुर हिकी टुन्नेपुल मुजुर भने चाहिँ अगाडि अनि हामीले आँखाले देख्न सक्ने यो पूजा सामग्री से कसा पूजा सामग्रीहरूलाई मुजुरको छेपा भन्छ है अब आफ्नो आँखाले देख्न नसक्ने तर आफ्नो मनले अनि विचार गरेर आफ्नो मनले बनाएको कल्पना गरेर टुल्पा आफ्नो मनले कल्पना गरेर निर्माण गरेको पूजा
पूजा सामग्रीलाई यी किटोल पे छपा भन्छ पूजामा दुई छ अगाडि आफूले देख्न सक्ने योहरू चाहिँ पनि पूजा हो आफ्नो मनले सामग्री खसा सामग्री गरेर भएको पूजा कल्पना गरेर निर्माण गरेको पूजाहरू भने पूजा हो थाहा भयो हो त्यो दुईटा भनेको यहाँ मुजुर यी टुल्ने बिल भने चाहिँ चढाउँछु भनेको ल अब म यहाँ जोक एउटा गरेँ भने त्यहाँ माथि के अरे जुजुन ढोलमाको अगाडि केही नचराएर त्यो पाठ गालुमा चढाउँछु भनेदेखि झुट हो है त्यस्तो कारणले ढोलमाको पूजा नगर्नुको अगाडि पहिला त्यहाँ सामग्री पूजा सामग्री सबै चढाएर राख्नुपर्छ अनि पो पछि यो पाठ गर्दाखेरि सत्य हो नि हो या मजुर यी किटुर्ने बोल यहाँसम्म सप्तङ्ग पूजामा 7 छ त्यसमा 2 गइसक्यो दोस्रो गइसक्यो अब तेस्रो सुरु हुन्छ फेरि दोहोऱ्याएर भन्नुहोस् ल फाङ्मे ए भएन मुजुर यी टुने बुल फाङ्मे छनम शेसु सोल यहाँसम्म हो यहाँसम्म चिने लगाऊ दोस्रो चाहिँ मैले यसरी चढाउँदै छु पूजाहरू अनि फाङ्मा भने चाहिँ आर्या देवीलाई भनेको आर्या देवी अहिले जुजुन ढोमाले भनेको फाङ्मे छोक भने चाहिँ उहाँको अनि के भन्छ जुजुन ढोमा र जुजुन ढोमाको परिषद खोर जुजुन ढोमा र जुजुन ढोमाको परिषदहरूले शेषो सोल भने चाहिँ लिनुस के अरे ग्रहण गर्नुहोस् भनेको हो फेरि यहाँ तामाङको भाषा आएछ है सोलो भने आएछ अहिले फाङ्मे छ न शेषो सोल होला यहाँसम्म चेने लगाउनुहोस् 2 गइसक्यो अब तेस्रो चाहिँ यहाँदेखि ल दोहोऱ्याएर भन्नुहोस् ल थोङमा मेने ल भन्नुहोस् न होला थोङमा मेने थाते फार मिगे चुदाङ छामे nga semne nyomong wang churpe dekpa thamje shakbargi फेरि यहाँ चिन्ने लगाउनुहोस् यो शक्बरगी भनेको शब्दको तल तेस्रो नम्बर लेख्नुहोस् योले चाहिँ 7 के अरे सप्तङ्ग पूजामा 7 छ 7 मा तेस्रोलाई चाहिँ के भन्छ भनेदेखि पाली भाषा होला देसाया भन्छ तर हाम्रो नेपालमा भाषामा चाहिँ के भन्छ भनेदेखि पाप देशना गरेको ल के भन्यो पाप देशना गर्ने अभ्यास ल सप्तङ्ग पूजामा 7 छ तेस्रोको नाम के रहेछ पाप देशना गर्ने चाहिँ हो थाहा भयो पाप देशना गर्ने अब यहाँ कसरी पाप देशना गर्छ रहेछ भनेदेखि यहाँ सुन्नुहोस् है फेरि जान्छु है अघि थोङमा मेने थाते पर भने चाहिँ पहिला अनि त्यो के अरे पहिलाको समयदेखि अहिलेसम्म भनेको थोङमा मेने थाते पर मिगे चुदाङ भने चाहिँ मैले 10वटा अकुशल कर्मको पाप गरेँ भनेको छामेङ्गा भने चाहिँ 5 अनन्त्य नि भनेको पाप चाहिँ गर्यो रे 5 अनन्त्य भने चाहिँ के हो भनेदेखि फासेपा बालाई मार्ने मासेपा आमालाई मार्ने फासेपा मासेपा
जाचोम्बा सेवा अर्हतहरू मर्ने जाचोम्बा सेवा अनि तिजिसेको लागि यसैले ठा छुवा भने चाहिँ बुद्धले पनि म चाकुहरू त्यस्तो हानेर रगत निकाउँछु भन्ने त्यस्तो सोच निकाल्नु त सक्दैन तर सोच यस्तो नराम्रो 4 5 मा गिन्दी एन्जे भिक्षुहरू यसो छ हैन भिक्षुको बीचमा चुक्ली लगाएर रेबे नराम्रो चुक्ली लगाएर भिक्षुहरू छुटाउने त्यस्तो काम है भिक्षुहरू मिलेर बसेको छ नि त्यसले चुक्ली लगाएर छुटायो भने धेरै ठुलो पाप हुन्छ त्यस्तो 5वटा पापलाई के भन्छ भन्देखि छामेङा भन्छ 5 अनन्त्रियानी भन्छ ल यो छामेङा हो त्यस्तो पापहरू मैले पहिला गरेको छ अब सेमने न्यमो वाङ छुर्पे भने चाहिँ मैले मेरो मन क्लेशमा भर परेर क्लेशको भस्ममा परेर मैले गरेको पाप धेरै छ सेमने न्यमो वाङ छुर्पे दिक्पा थम्जे भने चाहिँ जोस मैले अहिलेसम्म गरेको सर्व पापहरू अकुशल कर्महरू जो मैले गरेको पाप छ त्योहरू मैले चाहिँ नराम्रो हो भनेर चाहिँ म स्वीकार गर्छु यो त्यस्तो पाप गरेको चाहिँ भएन भनेर चाहिँ मलाई खर्चा के पा पछुता छ त्यसको कारणले मैले त्यस्तो पापहरू सबै अनि कुरा नगर्नुस् है त्यसको कारणले मैले त्यस्तो पापहरू जति मैले गरेको छ त्योहरू सबै अनि आज जुजुन डोलमा अनि गुरु बुद्धहरूको अगाडि मैले यो के भन्छ पाप देशना गर्छु भनेको थाहा भयो हो अब यहाँसम्म चाहिँ तेस्रो अब चौथो चाहिँ के रे फेरि दोहोऱ्याएर भन्नुहोस् ल न्येन्थु रङ्ग्याल चङ्जु सेम सोसो केवो लासो पे थुसुम गेवा चिसाक पे सोनम लानी जे यी रङ हो तपाईहरुले यहाँ चिन्ह लगाउनु जे यी रङ भनेको मुनि 4 नम्बर लेख्नुस् ओ 4 नम्बर जे यी रङ भन्ने चाहिँ छेउको भाषा हो त्यो छेउको भाषामा यो के भन्छ पाली भाषामा चाहिँ अनुमोदा भन्छ अनुमोदा अब यो नेपालीमा के रे अनुमोदन अनुमोदन नेपालीमा शब्द के रे अनुमोदन अनुमोदन भने चाहिँ कस्तोलाई भन्छ भनेदेखि यहाँ सुन्नुस् है अनुमोदनको मतलब अरूहरूले अरू मात्र हैन आफैले पनि अरूले पनि कुशलको कर्महरू गर्छ नि राम्रो राम्रो कर्महरू गर्छ नि त्यस्तो धर्मको कर्महरू गरेको त्यो गरेको चाहिँ याद हुँदाखेरि अब अरूले धर्म गरेको कुशल कर्म गर्यो भनेदेखि आफैले त्यसलाई ठक्तो लखर्छ ईर्ष्या नगरेर ए उहाँले यस्तो धर्मको काम राम्रो गर्यो राम्रो हो भनेर चाहिँ सोच्नुपर्छ त्यस्तो सोचलाई के भन्छ अनुमोदन भन्छ आफैले भने राम्रो राम्रो धर्महरू गरेको पछि ए मैले यस्तो धर्म राम्रो गर्न सक्यो भनेर खुसी गर्ने त्यस्तो सोच छ नि त्यसलाई अनुमोदन भन्छ त्यसको कारणले अनुमोदन भन्ने मतलब चाहिँ आफैले राम्रो गरेको धर्म गरेको अरूले धर्म गरेको त्यसलाई अनि मनको भित्रदेखि नै खुसी पारेर यस्तो राम्रो हो मैले पनि यस्तो धर्म गर्न सकोस् भन्ने त्यस्तो हो इंग्लिशमा भन्छ जयफुल भन्छ नि जयफुल भन्छ त्यो प्रशंसा हो त्यो अब यहाँ एउटा कुरा भन्छु है यहाँ एउटा कुरा ठुलो धेरै महत्त्वपूर्ण कुरा भन्छु हामीले
हामीले यो अभ्यास चाहिँ अनुमोदन भन्ने प्रशंसा गर्ने यो हामीले चाहिँ गर्यो भने धेरै फाइदा हुन्छ एकमा के भनेको छ भनेदेखि लामा चोङ्खपाले तपाईले दुःख नगरेर भनेको छ उहाँले दुःख नगरेर तपाईले ठुलो अनि धर्म गर्ने हो भनेदेखि तपाई सुतेर पनि गर्न सक्छ अरे कसरी भनेदेखि सुतेर बस्ने मनमा चाहिँ यो अनुमोदन सोचेर बस्ने सक्छ नि सुतेर बस्ने नि बुढाबुढीहरू गाह्रो छ भने सुतेर बस्ने अनि सुतेर बस्ने अनि सोच्ने ओहो बुद्ध शाक्यमुनिले यस्तो राम्रो गर्यो अरू बुद्धहरूले यस्तो गर्यो जुजु ढोमाले यस्तो राम्रो गर्यो चेरेसीले यस्तो गर्यो गुरु डुम्बुचीले यस्तो गर्यो भनेर सोचेर पछि चाहिँ मनमा अनुमोदन कस्तो राम्रो भनेर तपाईले खुसी गर्यो भने हो ल सुत्दै ठुलो धर्म गरेको हो यो है कस्तो छ राम्रो छ नि हो त्यो यस्तो छ अब एकमा यो पनि हामीले के भन्छ थाहा हुनुपर्छ एउटा किताबमा ग्रन्थमा लेखेको छ हाम्रो मान्छेको बीचमा तीनटा हुन्छ आफैभन्दा ठुलो वाक्य ठुलो ज्ञान ठुलो आफैभन्दा एक समान भएको आफैभन्दा सानो सुन्नुस् है सानो तीनटा मान्छेमा कति रहेछ तीनटा त्यो तीनमा आफैभन्दा भाग्य ठुलो ज्ञान ठुलो गुरुहरू इष्टदेवहरू बुद्धहरू उहाँहरू हो नि बुद्धिसत्वहरू यदि हामीले गुरु इष्टदेव बुद्धिसत्वहरूले गरेको धर्मको काम अब यदि खसा क्या 100% छ भने हामीले मनभित्रदेखि शुद्ध मनले त्यस्तो गरेको कामलाई अनुमोदन गर्न सक्यो भने 50 खसा ज्याजङ आप्छु 50% आफूले पाउँछ भनेको छ थाहा भयो आफूभन्दा ठुलोले गरेको धर्मलाई अनुमोदन गर्न सक्यो भने 50% आफूले पाउँछ भन्छ अब आफूभन्दा के भन्छ एक समान भएको छ नि आफूभन्दा एक समान भएको हो भनेदेखि यदि उहाँले 100% धर्म गरेको छ भने त्यसलाई आफूले अनुमोदन गर्यो भनेदेखि आफूले भने 100% धर्म पाउँछ रे पुण्य भयो है आफूभन्दा सानो हुन्छ नि वाक्य सानो ज्ञान सानो उहाँहरूले 100% वा 100% धर्म गरेको छ भनेदेखि हामी ठुलो छ नि वाक्य ठुलो भएकोले उहाँको धर्मलाई अनुमोदन गर्यो भनेदेखि उहाँले 100 गर्यो तर आफूले चाहिँ 200 अनि प्रतिशत पाउँछ यस्तो कुरा छ त्यसो कारणले यो धर्म चाहिँ गर्नुमा दुःख छैन तर पाउने चाहिँ पुण्य धेरै पाउने रहेछ त्यसो कारणले के अरे खुङथाङ रुम्बुचे न्यालसिङ गेछेसी छेना जेसो इराङ र गोमसिक भनेको छ न्यालसिङ गेछेसी छेना भनेको मतलब सुतेर ठुलो धर्म गर्ने हो भनेदेखि सुतेर धेरै ठुलो अनि कुशल कर्म गर्ने हो भनेदेखि तपाईले अनुमोदन अभ्यास गर्नुहोस् भनेको छ न्यालसिङ गेछेसी छेना न्यालसिङ भने चाहिँ सुतेर गेछेन भने चाहिँ ठुलो कुशल कर्म न्यालसिङ गेछेसी छेना गर्ने हो भनेदेखि जेसो इराङ र गोमसिक जेसो इराङ भने चाहिँ अनुमोदन गोमसिक भने चाहिँ अभ्यास गर भनेको छ है कस्तो राम्रो छ न्यालसिङ गेछेसी छेना जेसो इराङ र गोमसिक भनेर यस्तो भन्ने छ त्यसो कारणले मैले यहाँ यस्तो भन्न चाहन्छु अब
उमर ठुलो पुगेकोहरू हुन्छ, बिमारहरू हुन्छ। यदि तपाईँहरूले अब म उमर धेरै पुग्यो, धर्म धेरै गर्नु सक्दैन अनि म बिमारी छ भने त्यस्तो छ भनेदेखि केही छैन, आफ्नो घरमा बसेर शरण गमन बुद्धिचित त्यस्तो सोच्ने अनि त्यसमाथि चाहिँ अनुमोदन धर्म चाहिँ अभ्यास चाहिँ धेरै गर्नुपर्छ। अनि आफूले धेरै के भन्छ नाफा भन्छ के भन्छ खेप्साङ लाभ फाइदा चाहिँ अनि हुन्छ हो या दिइँदा। अब त्यसपछि फेरि भन्नुहोस् है दोहोऱ्याएर सिम्जे नम्की ए यहाँ चाहिँ मा चाहिँ छोटो रहेछ है, मा लेख्नुपर्ने रहेछ है, पछि लेख्नुहोस्, अहिले हामी समय छैन। सिम्जे नम्की साम्बाथाङ लोई छेटा छितावर छेछुङ थुमोङ थेक्पाई छेकी खोर्लो कोर्तो सोल। फेरि तामाङ भाषा आयो यहाँ सोलो रे अब कोर्तो सोल भनेको त्यसमा चाहिँ नम्बर 5 लेख्नुहोस् है। सप्तङ्ग पूजामा 7 छ, त्यसमा नम्बर 5 चाहिँ यो हो। नम्बर 5 चाहिँ के हो भनेदेखि छेको भाषामा छोकोर कोरवर कुलवा भनेको छ। छोकोर कोरवर के रे कुलवा। अब यो के भन्छ पाली भाषामा चाहिँ समको धाना भनेको छ, समको धाना। अब नेपालीमा चाहिँ के हो धर्मदेशनको लागि अनुरोध गर्नु, अनुरोध गर्नु त्यही हो, अनुरोध गर्नु। अब जुजुन्डोमा अहिले यहाँ चाहिँ जुजुन्डोमा देखियो भनेको नि जुजुन्डोमा लगायत सर्नेहरूलाई तपाईँहरूले धर्मदेशना गर्नुहोस् भनेर अनुरोध गरेको ल, यसलाई चाहिँ त्यो भन्छ समको धाना। अब त्यसको यो अहिले यो मैले जो पाठ गरेको त्यसको मतलब चाहिँ भन्छु है। फेरि त्यहाँ जानुहोस्। सिम्जेन नम्गे सम्बथाङ भने चाहिँ प्राणीहरूको सोच जस्तै, लोई छेटा छितावर भने चाहिँ प्राणीहरूको भित्र चाहिँ कोही बुद्धि राम्रो कोही बुद्धि त्यति नभएको धेरै किसिमको छ। प्राणीहरूको जति बुद्धि हुन्छ त्यही अनुसारदेखि तपाईँले धर्म पनि त्यसरी दिनुहोस् भनेको छ। राम्रो हो नि, लोई छेटा छितावर। अब धर्म दिनेमा के धर्म दिने भनेदेखि धर्ममा छे भने चाहिँ थेक्पा छम्बो महायान, छुङ भने चाहिँ थेक्पा छुङु थेरावादा, थुमुङ थेक्पाई भने चाहिँ अनि सुतरा तन्तरा दुइटैमा परेको धर्म। त्यस्तो गरेर बुद्ध तपाईँको धर्महरू सबै दिनुहोस् भनेको छ। बुद्धको धर्म सबै तपाईँले देशना गर्नुहोस् भनेको। छिजुङ थुमो थेक्पाई छेके खोलो भने चाहिँ धर्म चक्र गरिदिनुहोस्, धर्म देशना दिनुहोस् भनेको हो। छेके खोलो कर्दो सोल भनेर यहाँसम्म भयो है। अब त्यसपछि फेरि भन्नुहोस् ल, फेरि यहाँ महत्त्वपूर्ण कुरा एउटा अहिले यहाँ छ नि के अरे जुन डोलमा लगायत गुरु बुद्धहरूलाई धर्मदेशना गर्नुहोस् भनेर अनुरोध गर्नुपर्छ भनेको छ नि। त्यो अनुरोध गर्ने चाहिँ 7 अहिले के अरे सप्तङ्ग पूजाको भित्र राखेको छ रहेछ नि, सप्तङ्ग पूजाको भित्र राखेको छ। त्यही कारणले गुरुहरूलाई धर्मदेशना गर्नुहोस् भनेर अनुरोध गर्यो भनेदेखि धेरै आफूलाई धेरै सम्भारा पुण्य प्राप्त हुने रहेछ नि। त्यसो कारणले हामी बौद्धहरूले भने यता गुरुहरू आयो भने धर्मदेशना गर्नुहोस् भनेर अनुरोध गर्नुपर्छ है। त्यो गर्यो भने धेरै राम्रो हुन्छ। के राम्रो हुन्छ भनेदेखि म यहाँ एउटा कुरा भन्छु, हामी प्राणीहरू सबै बुद्ध जस्तो हो भनेदेखि
धर्मदेशन गर्नुपर्ने जरुर छैन। हामी प्राणीहरूलाई सर्व ज्ञान प्राप्त भएदेखि हामीले नयाँ ज्ञान चाहेको छैन। हामी प्राणीहरूलाई के भुल छ, के अनि दोष छ भने अज्ञानको त्यो छ। अज्ञान भने चाहिँ कस्तो हो? आँखा चिमेर बसेको जस्तो हो। आँखा चिमेर बसेदेखि केही देख्दैन। आँखा चाहिँ खोल्नुपर्छ, खोल्यो भने सबै देख्छ। त्यसो कारणले गुरुहरूले धर्मदेशन गर्यो भनेदेखि के हुन्छ? जो मान्छे धर्म सुन्छ त्यो मान्छेहरूको अज्ञानलाई हटाउँछ। अज्ञानलाई हटाएर ज्ञानी हुन्छ अनि धेरै शिक्षाहरू प्राप्त हुन्छ। शिक्षा र ज्ञान प्राप्त भयो भने धेरै सोच राम्रो हुन्छ, कार्य राम्रो हुन्छ। धर्मको बाटो के हो, अधर्मको बाटो के हो सबै थाहा हुन्छ। त्यस्तो गरेर हाम्रो प्राणीहरूको मनको भित्र प्रज्ञाको आँखा खोल्छ। त्यसो कारणले गुरुहरूलाई धर्मदेशन गरिदिनुस् भन्ने अनुरोध गर्यो भनेदेखि सोमबार पुण्य धेरै कमाउँछ भनेको मतलब त्यो अनुरोध गरेर गुरुले बुद्ध दिएर धेरै मान्छेको मनमा ज्ञान प्राप्त हुन्छ। त्यही कारण हो। थाहा भयो? त्यसो कारणले मैले अस्ति भन्यो नि, यदि तपाईहरु के पुण्य कमाउनु हो भनेदेखि यस्तो धर्मदेशनको बेलामा चाहरु दिने त्यस्तो गर्न सक्यो भने राम्रो हो भन्छ। त्यसोमा त्यसले सहयोग गर्छ नि, धर्मदेशनलाई फाइदा उठाउँछ। त्यस्तो छ। एउटा चाहिँ तपाईहरु खाङ्लोमा जान्छ हैन? खाङ्लोमा के छ? जम्बेयाङ खाङ्गिलो दु जिङे तिनदा निदानन्दा रासेबे जिङे तुङे जिसिन सिसिर निगे थोका लेबमजे खांदा सिबे चोना मारे मिथुम दोंगल खिसरेवे डोथोक भनेको छ। सर्व पानीहरु चाहिँ कस्तो छ भने देखि हाम्रो यो समयमा दिउँसो हो भनेदेखि त्यो सूर्यले सबै देख्छ नि। अब बेलुका हो भनेदेखि बत्ती नभएदेखि अन्धेरो छ नि। त्यसो कारणले सर्व प्राणीहरुको मन चाहिँ अन्धेरे ठिक छ अन्धेर भएर केही नजानेको त्यस्तो छ रे। मरिद खसा छिङे तुङे छिङे थोगर लेबन जे खादा सिपी चरा मरिद मिथुन दोंगल खिसरवे टोसो कोला पुजी तरते याला टोजु यांगदे सुङ दुक्तर छेड्रोक छारबा गेदो जब डुगे गेदो दिखारे नेपालीमा कसरी भन्छ? चचाई चचाई। त्यो पानीको बेलामा आकाशदेखि गुडुडुडु भनेर त्यो आवाज आउँछ नि, आउँछ है। त्यो आवाजले के गर्छ रहेछ? गुडुडुडु आउँदाखेरि हामी सुतेर बसेदेखि तर्सिन्छ नि है। त्यो के भन्छ गाई भैँसीहरू रुखहरू सबै उठ्छ हैन? हो त्यस्तो। गुरुहरूले धर्मदेशन दियो भने मान्छे अज्ञानले सुतेर बसेको सबै यस्तो हुन्छ रे। जुक्तर छेटो यमु निलो लेकी चक्रो ठोल्से चाहिँ भनेको छ। त्यसो कारणले धर्मदेशन गर्ने भने चाहिँ धेरै महत्त्वपूर्ण त्यस्तो छ। या त्यसो कारणले मैले पारा धेरै भन्नेको कारण त्यो हो है। नपऱ्यो भने के हुन्छ? हो यो के रे भैँसी र त्यो के रे गाई र राता लुग्ला खर्सा बाख्राहरू सुतेको जस्तो हो। अब उठाउनु पर्छ। चेली कोलो कोर्दोस् होया। त्यसो कारणले सत्य हो, धर्मदेशन गर्नुस् भन्ने अनुरोध गर्ने चाहिँ धेरै महत्त्वपूर्ण रहेछ है। अब त्यसपछि फेरि दोहोऱ्याएर भन्नुहोस्। खोरवा खिसी मातोङ फर न्याङे मेदा थुजी यी दोंगल ग्याछोर छिवाई
सिमजे नमला सिक्सु सोल फेरि यहाँ सिक्सु सोल भनेको तल नम्बर 6 लेख्नुहोस् नम्बर 6 नम्बर अब यो चाहिँ के हो भनेदेखि सप्तङ्ग पूजाको भित्र 7 मा नम्बर 6 चाहिँ यो हो योलाई पाली भाषामा आदिय सान्ना भन्छ आदिय सान्ना नेपालीमा चाहिँ यो के हो भनेदेखि जुजुन डोरमा लगायत सर्नेहरू सर्व पानीहरूको लागि तपाईहरु लङ लाइफ लखर्छ लङ लाइफ कुचे सपेतमा दीर्घ आयुमा बस्नुस् हो रबे बस्नुस् भनेको यो अनुरोध गरेको अनुरोध के अनुरोध गरेको तपाईहरु चाहिँ सर्व प्राणीहरुको लागि चाहिँ बस्नुस् भनेर ल त्यो हो त्यो धेरै ठुलो कुरा हो सत्य नै ज्ञान शिक्षा भएको राम्रो गुरुहरु बस्नु सक्यो भने धेरै उमेर लामो बस्नु सक्यो भने त्यति मान्छेले फाइदा हुन्छ त्यसो कारणले जुजुन डोमा लगायत सर्नेहरुलाई अनि तपाईहरु बस्नुस् धेरै उमेर लामो बस्नुस् भनेर त्यो यस्तो बेलामा तेइसुक पनि गर्न सक्छ तेइसुक लखर्छ दीर्घ आयुको पूजा पनि गर्छ यसको बेलामा यदि तपाईहरु चाह्यो भने यो पाठ गर्नु बेलामा अनि तपाईहरुको मान्छे कोहीहरु उठेर अनि गुरुलाई अनि कुसुम थुक्ने मण्डल चढाएर तपाई अनि धेरै लामो आयु लामो बस्नुस् हामीलाई धर्म प्रवचन गर्नुस् भनेर भन्न सक्छ मतिर सिमजे धेरै अब यहाँ त्यो यो पाठको मतलब चाहिँ भन्छु है खोरवा छिसे मतोङ बार भने चाहिँ संसार अन्तिम नहुने चलसम्म भनेको न्याङ्गे मेदा थुक्जी भने चाहिँ तपाई के रे खर्च महापरिनिर्वाण नगरेर थुक्जी भने चाहिँ करुणाद्वारा तुंगल ग्याचोर छुवाई सिमजे नमला भने चाहिँ दुःखको अनि सागरमा डुबेको अनि प्राणीहरूको लागि भनेको शिक्षोसोल भने चाहिँ तपाई लामो उमर आयु लामो बसेर हामीलाई करुणाद्वारा हेर्नुस् भनेको थाहा भयो कस्तो राम्रो छ है शब्द के भन्यो तुंगल ग्याचोर छुवाई सिमजे नमला शिक्षोसोल भने चाहिँ दुःखको अनि के रे मरे ग्याचो दुःखको भावसागर सागर लान्थे मरा दुःखको सागरमा डुबेको है सर्व प्राणीहरूलाई माया गरेर बस्नुस् भनेको हेर्नुस् भनेको शिक्षोसोल अब त्यसपछि फेरि दोहोऱ्याएर भन्नुस् ल दाके सोनम चिसापा थाम्जे झंजु ग्युरने रिंगबुर मेथो ड्रोवाई जेम्बे पेल्टो दा ख्युर्ची अब यहाँ दा ख्युर्ची भन्ने शब्दको मुनि 7 नम्बर लेख्नुहोस् दा ख्युर्ची अब यो सातौं चाहिँ के हो सातौं चाहिँ के हो भनेदेखि प्रार्थना हो त्यस कारणले सप्तङ्ग पूजामा 7 वटा विधि छ देख्छु नि 7 वटा विधि छ त्यसमा सातौं चाहिँ के हो प्रार्थना ngowa भन्छ ngowa मेलम भन्छ ngowa मेलम प्रार्थना हो या अब यहाँ प्रार्थना चाहिँ कसरी गरेको छ भनेदेखि यहाँ सुन्नुस् ल धाके सोनम चिसापा भने चाहिँ मैले अहिलेसम्म
कुशल कर्म गरेर पुण्य कमाएको जति छ भनेको त्योहरू थाम्जे भन्छ त्यो सबै छङ्जु gyurgyurne भने चाहिँ सर्व प्राणीहरूको लागि बुद्धता प्राप्त गर्नु सकोस् बुद्धता प्राप्त गरेर भनेको छङ्जु gyurgyurne रिङ्गुर मेतो ड्रोय ढेम्बे पर्दग्यो छे म भने बुद्धहरू दोस्तो संसारमा बसेर सर्व प्राणीहरूलाई फाइदा गरेर सर्व प्राणीहरूलाई सुख दिने सर्व प्राणीहरूको दुःख हटाउने त्यस्तो श्री पेल त्यस्तो अनि राम्रो एउटा होस् भनेको कस्तो राम्रो छ हैन मैले जति गरेको अनि पुण्य कमाएको छ मैले जति गरेको पुण्यद्वारा म पनि बुद्ध दोस्तो बुद्धता प्राप्त भएर सर्व प्राणीको हितको लागि म चाहिँ बस्नु सकोस् भनेको के सोच्छ त्यो सिउत हो डेबे तो ताक्यो चाहिँ भन्छ अब यहाँसम्म चिन्ह लगाउनुहोस् चेपे भर जेत सानो अक्षर छ नि चेपे भर जे चिन्ह लगाउनुहोस् त यहाँसम्म के सक्यो सप्तङ्ग पूजा सक्यो अहिले सबै त होइन यहाँ यो यसमा भएको अहिले यो भएको सप्तङ्ग पूजा चाहिँ सक्यो अब के आउँदैछ भनेदेखि छेपा छिलप भन्ने छ यो विशेष सूची हो विशेष सूची छेपा छिलप भने चाहिँ पूजा थकी खर्च पूजा सामग्री सामग्रीहरूलाई आशीर्वाद गर्ने तरिका आशीर्वाद गर्ने खर्च विधि लाग्दै सुरु छेपा छिलप भने त्यो छेपा भने चाहिँ पूजा सामग्री छिलप भने चाहिँ आशीर्वाद हलासो अब यहाँ फेरि दोहोऱ्याएर भन्नुहोस् ल ओम वज्र अमृता कुण्डली हना होम फैट ओम स्वभाव शुद्धो सर्वधर्म स्वभाव शुद्धोहम पहिले यहाँसम्म अब यो मन्त्रको शब्दमा चाहिँ अनि यो के अरे पूजा सामग्रीहरूलाई अनि त्यो के भन्छ आशीर्वाद गरेको यहाँ सुन्नुहोस् है अब यो सबै एक गरेर चाहिँ भन्नु भनेदेखि समय धेरै लाग्छ अब अहिले मैले छोटकरीमा भन्छु ओम वज्र अमेद खुण्डले हना होम भे भन्ने चाहिँ अनि पूजाको सामग्रीहरूलाई चाहिँ आफ्नो के भन्छ त्यो यो छ नि के अरे फुम्बा कलाश छ नि कलाशको भित्र पानीहरू हुन्छ त्यसमा चाहिँ पहिला के अरे होइन पानीहरू सबैलाई आफ्नो त्यो के अरे धर्मको शक्तिद्वारा शुद्ध बनाउने पहिला त्यो सबै गरेर अब यो फुम्बा कलशको भित्र भएको पानी चाहिँ अनि फुम्छु भनेर शुद्ध छ अब त्यो शुद्ध भएको यो चाहिँ हातले यसरी के चाहिँ खेलास्याम हुँदा त्यो छोकताङ लोबिन होला गरेर यहाँ ओम वज्र अमेद खुण्डले हना होम भे गर्नु बेलामा चाहिँ यसरी लिएर के भन्छ फ्याल्नुपर्छ त्यो पानी चाहिँ पूजा सामग्रीको माथि त्यो फ्याल्नु बेलामा छा बनाउनुपर्छ छा यसरी है यसो गर्नु भन्दा ल अब बच्चाहरू त मजा भयो यो छ नि
पानी यसरी फ्याल्ने बेलामा यस्तो यस्तो फ्याल्नु हुँदैन ल यसरी गरेर यी छ नि चा छा छा या छा भन्ने त्यस्तो बनाउनु पर्छ भनेको छ यस्तो छ नि यो यसो पहिला यसो हुन्छ नि यसरी 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 यहाँ हेर्नुहोस् ल यसरी 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 यसो गरेर पनि छा हुन्छ नि यसरी भनेर हवस् ल ल सुन्नुहोस् है यहाँ अब त्यो यति महत्त्वपूर्ण छैन अब जो होस् मनको सोच चाहिँ राम्रो गरेर ध्यान राम्रो गरेर है ओम बेन्जा आमेन कुण्डले हना हना होम भे भन्ने भयो अब त्यसपछि ओम सुम्भव शुद्ध सर्वतम सुम्भव शुद्ध हङ यो त धेरै महत्त्वपूर्ण हो ओम भनेको शब्दको भित्र आ उ मा तीनवटा पसेको छ त्यो ओमले के चिनाउँछ भनेदेखि हाम्रो काया वाक्का चित्त चिनाउँछ ओम स्वभाव भन्ने चाहिँ हामी नेपाली शब्दमा पनि त्यही छ नि हाम्रो काया वाक्का चित्तदेखि अनि राखेको मोह भन्ने चाहिँ स्वभाव मोहको स्वभाव चाहिँ शून्यता हो भनेको ओम सम्भव शुद्ध भने चाहिँ मोह भन्ने त्यो चाहिँ त्यसको स्वभाव चाहिँ शून्यता हो भनेको सर्व धर्म भने चाहिँ सर्व वस्तुले भनेको सर्व वस्तुहरू भनेको सर्व धर्म स्वभाव भने चाहिँ सर्व वस्तुहरूको स्वभाव पनि शुद्ध भने चाहिँ त्यो पनि प्रतिद समुपद भएको कारणले शुद्ध हो स्वतन्त्र रूपले छैन भनेको थाहा भयो अब यहाँ छ नि ओम सम्भव शुद्ध भने चाहिँ म पनि अनि स्वतन्त्र प्रतित समुपद भएको कारणले स्वतन्त्र रूपले छैन शून्यता हो भनेको सर्वधर्म सम्भव शुद्ध भन्ने बेलामा सर्व अनि अतिथि खर्च वस्तुहरू पनि स्वतन्त्र प्रतित समुपद भएको कारणले स्वतन्त्र रूपले छैन शून्यता हो भनेको छ हो त्यही हो ओम सम्भव शुद्ध स्वतम सम्भव शुद्ध हङ भन्ने बेलामा त्यो बेलामा चाहिँ शून्यताको ध्यान अलिकति गर्ने त्यो शून्यता बुझेको अनि एउटा ज्ञान एउटा प्राज्ञ हुन्छ त्योद्वारा अनि के गर्नुपर्छ यो पूजा सामग्रीदेखि लिएर जति हामीले आँखाले देख्छ त्योहरू सबै अनि शून्यताद्वारा भएको हो भनेर सम्झिनुपर्छ थाहा भयो यो चाहिँ धेरै महत्त्वपूर्ण हो शून्यता हो भनेको त्यस्तो ज्ञान छैन भनेदेखि तुरुन्त हामीले रिस राग आउँछ मैले अब यो घन्टीमा हेर्नुहोस् है घन्टी राम्रो हुन्छ नि यो घन्टी चाहिँ शून्यता हो भनेर मैले सोच्यो भने विचार गर्नुदेखि राग आउँदैन यो घन्टी चाहिँ स्वतन्त्र रूपले छ कस्तो राम्रो त्यहीँदेखि राम्रो रहेछ भन्ने सोच आयोदेखि तुरुन्त राग आउँछ है कोहीहरू त राग आएर चोरुम भने यो त मलाई चाहियो कसरी चोर्नु पर्यो त्यस्तो छ त्यसो कारणले बुद्ध धर्ममा शून्यता ज्ञान चाहिँ धेरै ठुलो भन्छ रिस राग केही नहुने शून्यता सोच्नु सक्यो भने हो त धेरै ओम भज अमेद गुणले ओम सम्भव शुद्ध हाङ अब भयो त्यो शून्यता ज्ञानद्वारा के भएको हो भनेदेखि अब त्यसपछि आउँछ ल फेरि दोहोऱ्याएर भन्नुहोस् ल नेयुल पेमो पेसिङ इब्दाङ गेङ्गु सात पानामा आएको छ सात पानाको पहिलो इब्दाङ गेङ्गु छे मेपर हजे तिङजिङ लेठुपे
Chöze Sami Kyaparegyur Om Vajra Arkam Pate Pushpe Dhupe Alonge Gende Neude Shabda Ahom Om Vajra Safarana Kang Wala यहाँ समझने लगाउनुहोस् अब त्यसको मतलब चाहिँ छोटकरीमा भन्छु नेयुल पेमो कोबेसिङ फेरि भन्दैछ ल माथि यो छोपानाको अघि ओम सुम ओम भन्छ अमिता खुण्डले आना आना हुम फे ओम सुम भव शुद्ध सवदम सुम भव शुद्ध हङ सम्म भनिसक्यो नि अब त्यसपछि हेर है नेयुल पेमो कोबेसिङ भने चाहिँ जिजुन डोर्माको बस्नु ठाउँलाई भनेको हो ल नेयुल पेमो कोबेसिङ भने चाहिँ जिजुन डोर्माको सिधा खर्सा भूमि इब्ता गेंगो छै मेपा भने चाहिँ त्यो जुजुन डोर्माको भूमि चाहिँ इब सुदु खरिङो आकार राम्रो भएको गेन्चाला खर्सा अलङ्कारहरूदेखि लिएर धेरै राम्रो भएको हो छेमेपा हाजे तिङजी लेट्रुबे भने चाहिँ देवको अनि त्यो के भन्छ जे तत्त्वहरू अनि त्यो के अरे तिङजी लखर्सा समाधिद्वारा भएको भनेको छ के सामग्रीहरू छ नि पूजा गर्ने सामग्रीहरू चाहिँ अनि साधारण होइन त्यो चाहिँ के हो भनेदेखि देवाको सामग्री र अनि थाहा खर्च तिङजी समाधिद्वारा भएको हो भनेको छ हाजे तिङजी लेटु बे छेजे समगी मेख्यावा गुरु पूजाको सामग्री गर्नु नसक्ने धेरै भएको छ धेरै छ भनेर सम्झिनुपर्छ यहाँ सुन्नुहोस् है धर्मको पूजा गर्नु बेलामा आफूले जति सक्दो पूजा सामग्री गरेर चाहिँ राख्ने हो तर पछि धर्मको पूजा गर्नु बेलामा चाहिँ मैले यति मात्र पूजा के भन्छ चाहेको छ सोध्नु हुँदैन है मैले धेरै खर्च धन्दा सम्झिमेख्या असङ्ख्यको पूजा सामग्रीहरू चढाएको छ भनेर यस्तो विचार गर्नुपर्छ यहाँ छ नि हो त्यो छेचे सम्झिमेख्या अब यहाँ सुन्नुहोस् है महत्त्वपूर्ण एउटा यहाँ पहिला तपाईँहरू यो त्यो के भन्छ चिन्ह लगाउनुहोस् ओम भने चाहिँ छोडिदियो ओम वज्र भने चाहिँ छोडिदियो आर्गम भने चाहिँ के हो के अरे मुख के अरे पिउने पानी है पाते भने चाहिँ के हो खुट्टा धुने पानी पुष्पे भने चाहिँ के हो अनि के अरे फुल धुपे भने चाहिँ धूप अलुङ्गे भने चाहिँ छेमे बत्ती गेन्दे भने चाहिँ क्षमा बुद्ध गर्छ सुगन्धी न्युते भने चाहिँ शब्द मेरो ठिक छ रोल्मो न्युते भने चाहिँ के हो मरमरे स्याल्से खाने न्युते भने चाहिँ के अरे खाने शब्द भने चाहिँ यो आवाज है आवाज रोल्मो कति रहेछ पूजा सामग्री कति रहेछ 8वटा जम्मा 8 छ नि छ है बुझ्यो ओ त्यस्तो सामग्री पूजा 8 जो छ नि त्यसलाई के गर्नुपर्छ आशीर्वाद गर्नुपर्छ आशीर्वाद कसरी गर्ने भनेदेखि ओम आ हुम भन्ने शब्दले गर्ने हो अहिले यहाँ चाहिँ ओम भन्छ आ हुम भन्ने 4वटा शब्दले 4वटा अक्षरले अनि के अरे आशीर्वाद गर्छ त्यसो कारणले यहाँ ओम भन्नेले के चिनाउँछ त्यसको मतलब के भएको छ भनेदेखि बुद्धको कायाको शक्ति वज्र भने चाहिँ अनि के अरे
टेम्बो स्थिर बुद्धको काया स्थिर है ओम वज्र अब त्यो बीचमा ओम वज्र चाहिँ पहिला भन्ने त्यो बीचमा अर्कम पाते पुष्पे द्वीपे अलुङ्गे गेन्दे न्युते सप्त भनेर 8 वटा पूजा गरेर राखेर अन्तिममा हुम भन्छ भने चाहिँ के हो बुद्धहरूको अनि वाक्कको शक्ति हुम भने चाहिँ बुद्धहरूको चित्तको शक्ति अब ओम वज्र पहिला छ त्यो बीचमा सामग्रीहरू राख्यो अन्तिममा हुम छ त्यसो कारणले स्थिर भएको बुद्धको काया वाक्क चित्त तीनटाको शक्तिले यो पूजा गरी 8 वटाहरू सबैलाई अनि के अरे छिङ्गिलामा आशीर्वाद गरेको थाहा भयो आशीर्वाद कसरी गर्छ रहेछ ओम हुमले आशीर्वाद गर्छ रहेछ त्यो थाहा हुनुपर्छ त्यो बीचमा राख्नुपर्ने कारण त्यो नत्र पहिलादेखि ओम भन्छ केही नभएर अर्कम भने पनि हुन्छ नि त्यो भन्दैन रहेछ नि अहिले यो छिङ्गिलाबेको समयमा हो नि त्यसो कारणले ल यो बुझ्नुहोस् ल 8 वटा सामग्री चाहिँ कसरी अनि के अरे आशीर्वाद गर्यो भनेदेखि ओम वज्र आहुम 4 वटा अक्षरले शक्तिले गर्यो भनेर चाहिँ थाहा हुनुपर्छ होला अब यो बेलामा अहिले हाम्रो छक्यु र चुक्यु खरिमा कार्यतन्त्र र चारतन्त्रको बेलामा पूजा पाठ गर्नु बेलामा हातको त्यो पनि जानुपर्छ सँगै है नेजुर लामेला खर्च अनुत्तर योगाको बेलामा पूजा गर्नु बेलामा हात यसो नगर्यो भने केही छैन अहिले छक्यु र चुक्युको बेलामा गर्नुपर्छ त्यसो कारणले मैले अलिकति सिकाउँछु हैन यो आर्गमको हात कसरी गर्छ पातेको कसरी गर्छ भन्ने त्यसमा अलि फरक छ अब यहाँ चाहिँ मैले त्यो भन्छु ओम वज्र है अनि यसोरी हात यसोरी गरेर आर्कम पाते पुष्पे द्वीपे अलुङ्गे गेन्दे न्युते सप्त यसरी गर्छ अहिले मैले तपाईहरुले आगम र वाक्य चाहिँ दिएको पछि गेरिन्जिनले त्यो आउँछ अनि उहाँले हाम्रो प्रमुख गुरुले पनि आउँछ नि तपाईहरु पछि सिकाउनुस् ल पढ्नुपर्छ यो त दिन्छ ओम वज्र शब्द आहुम भयो है अब त्यसपछि ओम वज्र सफरन खङ भने चाहिँ सफरन थाहा छ नि सफरन देखारे नेपाली के होला खुर्कुम सफरन होला सफरन भने यो पानीको भित्र त्यो रङ आउनुको लागि पहिलो एउटा हाल्छ नि ठिसङ भन्छ ठिसङ पानी पहिलो बनाउने त्यो छ नि हो त्यसले ठिसङ भन्छ सङ होइन के ठिसङ भन्छ त्यसले चाहिँ के भन्छ हो सफरन खङ भन्छ ल ठिक छ हो यो सफरन भने चाहिँ थाहा भयो हो ल यहाँ अब त्यसपछि ल फेरि विशेष सूची आयो अब विशेष सूची के आयो धेने थोमर कुन्जो चिला छक्छे बुलवानी छ या विशेष सूची के रहेछ धेने सानो अक्षरमा लेख्यो छ धेने थोमर कुन्जो चिला छक्छे बुलवानी अब यो चाहिँ विशेष गरेर डोल्मालाई टोक्ने र पूजा गर्ने होइन डोल्मा लगायत त्रिरत्नहरू सबैलाई अनि ढोक्ने र पूजा गर्ने चाहिँ अनि सुरु हुन्छ यहाँदेखि होला ल अब यहाँ फेरि दोहोऱ्याएर भन्नुहोस् ल 8 बजिसक्यो रहेछ के हो क्या पश्चिम रुँदा
ल अब 8:30 बजेसम्म चाहिँ राखौँ है त्यो तपाईँहरू त्यो बुद्धिस्ट सिरियल त पछि बिस्तारै हेर्नु सक्छ ल अब दोहोऱ्याएर भन्नुहोस् छोक्चु ध्युसी लामा ग्यावा सेदा चेपा थाम्जे ड्युङ्गे नामखर वज्रा समाजा यहाँसम्म चाहिँ चिन्ह लगाउनुहोस् पढ्नु बेलामा यहाँसम्म पढ्नुपर्छ पहिला अब यो चाहिँ यसको मतलब चाहिँ के हो भने सर्व गुरु बुद्ध बोधिसत्वहरू सबै आफ्नो अगाडि बस्नु भएको छ भनेको हो ल यहाँ छ नि छोक्चु ध्युसी लामा भने चाहिँ गुरु ग्याल्वा भने चाहिँ बुद्ध सेता चेपा भने चाहिँ बोधिसत्वहरू थाम्जे भने चाहिँ सर्व ड्युङ्गी नम्थर भने चाहिँ आफ्नो अगाडि आकाशमा वज्र समाजा भने चाहिँ बस्नु भएको भनेको वज्र समाजा है ल फेरि दोहोऱ्याएर भन्नुहोस् मालु सेम्जे पुङ्गे गुर्जेङ दुदे पुङ्जे मिसे जोन्जे ला नुना मालु जिसिन खेङ्गुर्बे चोम्दे अब पछाडि 8 पाना खोर्जे नेदे सेक्सोसो होला सेक्सोसोल भनेको शब्दको तल चिन्ह लगाउनुहोस् यो के हो सेक्सोसोल भने चाहिँ स्वागतम गरेर आउनु भयो भने आउनुस् भनेर अनुरोध गरेको सेक्सोसो अब भन्नुहोस् ल पेटमा का ल भन्नुहोस् पेटमा कामालाय स्तम यहाँसम्म पाठ गर्नुपर्छ अब यो चाहिँ धेरै ठुलो यसको कथाहरू पनि धेरै छ अब कथा चाहिँ नभनौँ अब यहाँ यो बेलामा सक्यो भने अब 1 महिनामा 2 दिन त हो पूजा गर्ने यो बेलामा सक्यो भने सबैले यो के अरे धूप हातमा लिएर बस्नुपर्छ किनभनेदेखि योले के गरेको छ भनेदेखि गुरु बुद्धहरू सबैलाई स्वागतम गरेर आउनुहोस् भनेर अनुरोध गरेको हामीले गुरुहरू आउनु बेलामा स्वागतम गर्नु बेलामा हातमा पेय लिन्छ नि धूप लिन्छ नि त्यही दोस्रो गरेर यो बेलामा धूप लियो भने राम्रो हो अब यसको मतलब चाहिँ के हो भनेदेखि सर्व प्राणीहरूको शरणीय अनि त्यो के अरे भूत प्रेतहरू सबै के अरे दुईला खर्छ दुईला मारहरू सबै टेक्नु सक्ने शक्ति भएको अनि लामा के अरे गुरु बुद्धहरू सबै मेरो अगाडि अनि आउनुहोस् भन्नुभयो गएन मालु छिसिङ खेगिर्बे चम्देन खर्चे नेदिर भने चाहिँ यहाँ सेक्सोसोल भने चाहिँ आउनुहोस् भनेको पेमा कमल लया तम यहाँसम्म सक्यो फेरि सानो अक्षर हेर्नुहोस् त यहाँला दुम्बनी भनेको छ नि त्यो विशेष सूची हो अब फेरि के आयो अघि दोस्तो गरेर चाहिँ यो के अरे सप्तङ्ग पूजा फेरि आउँछ यो याला दुम्बा भने चाहिँ के हो रे सप्तङ्ग पूजा यो सप्तङ्ग पूजा चाहिँ कङ्गुरको भित्र पनि छ अब यो पढ्छु है अब मैले अघि भनिसक्यो सप्तङ्ग पूजामा 7वटा छ त्यसको नाम मतलबहरू भनिसक्यो अब अहिले अलि छिटो भन्छु ल तर यहाँसम्म यो चाहिँ मैले चाहिँ भन्छु तपाईहरु चिन्ह लगाउनुहोस् ल फेरि दोहोऱ्याएर भन्नुहोस् ल छिङे सुदा छोक्चु जिग्देना तुसुम शेक्बा
Shapa, Mi Sengi Kun, Mi Singe Kun, Dagi Malu, Dagi Mari, Deda Tamje La, Deda Tamje La, Luda Ngayi, Rita Mai, Tangwe Cha Giwo, Awe Chagi O, Sangbo Chebe, Sambo Chebe, Melam Topdagi, Moram Tatagi, Gyalwa Tamje, Yawa Tamje, Yigi Musum To, Iki Mosumdo, Shingi Dulnye, Singe Dunye, Lurab Tubayi, Lera Tubai, Gyawa Kula, Yawa Kula, Rabdu Chakselo, Rabdu Chashalo, Dulji Tengna, Duje Tena, Dulnye Sangye Nam, Dunye Sange Nam, Sangye Seki, Sange Shiki, Una Shubha Tha, Vina Shupata, Tedara, Tetara, Chögi, Shegi, Ingnam, Inna, Malupa, Malepa, Tamje, Tamje, Gyalwa, Yawa, Taki, Taki, Kanwarame, Kawarame, Teda, Teta, Napa, Napa, Mise Gyatso Nam, Nishe Gyaso Nam, Yangye, Yangi, Yala, Yala, Gyatso Chakun Ki, Gyasu Takungi, Gyalwa, Yawa, Kungi, Kungi, Yönden Rabju Jing, Yunten Rabjuchi, Dewar, Devara, Shekpa, Shapa, Tamje, Tamje, Dagi De, Dagi Tu, Medo Tamba, Neto Tamba, Chenwa Tamba Dang, Chewa Tamba Dang, Silnye Nam Dang, Sinye Nam Dang, Chukpa Dukcho Dang, Chupa Tu Cho Dang, Marme Chok Dang, Marbe Cho Dang, Dukbe Tamba Yi, Dukwe Tamba Yi, Gyalwa, Yawa, Teta Lani, Teta Nani, Chebaragi, Chebaragi, Nasa Tamba, Nasa Tamba, Nam Dang, Nam Dang, Ticho Dang, Ticho Dang, Chema Purma, Sema Brahma, Rirab Nyamba Dang, Rira Nyamba Dang, Pasari, Dasma Nama, Kwebe, Kwebe, Kebara, Kebara, Pangpe Chokun Ki, Mobe Chokunagi, Gyalwa, Yawa, Teta Lani, Teta Lani, Chebaragi, Chebaragi, Cheba Gangna, Cheba Gana, Lame Gyachewa, Nami Kachewa, Teta Gyalwa, Teta Yawa, Tamje Layame, Tamche Ayame, Sangbo Chela, Sambo Chela, Tebe Toptagi, Tebe Toptagi, Gyalwa Kula, Yawa Kunla, Chaksel Chebaragi, Chakcha Chebaragi, Jinne Lagaros. Abuya, Chaksel Manago Chani, Tusko Muni, number 1 lene, Chebaragi Chani, Tusko Muni, number 2 legnos. यहाँ चाहिँ छक्सेलवाला डर्ने र अनि पूजा दुईटा चाहिँ सँगै राखेको छ यहाँसम्म ल यहाँसम्म चाहिँ सप्तङ्ग पूजामा साथ छ के सक्यो यहाँसम्म डर्ने र नम्बर 1 डर्ने र अनि नम्बर 2 पूजा चढाउने सक्यो है यहाँसम्म 2 लेख्नुहोस् अब फेरि पढ्नुहोस् ल देचा Decha, शेदा Sheda, तिमो वाङ्गिने Demo Wangini, लुदाङ आताङ Redang Adang, थेसिन Yeshin, यिकी क्याङ Iki Kyang, दिग्बा Dikpa, दागी Dagi, गिबा Giba, चिचिबा Chichiba, तेता थम्जे Teta Tamche, दागी Dagi, सोसोर शा Sosurasha, यहाँ चिन्ह लगाउनुहोस् स्या भन्नेको तल्ल नम्बर 3 लेख्नुहोस् पाप देशना गरेको फेरि भन्नुहोस् ल
chokju chokju gyalwa yawa kuntang kunna sangye se sangeje rangyal namdang lotang lopdang me lopdang lotang milotang jowa jowa kungi kungi sunam sunam kanglayang 강라양 deda 대다 kungi 끌기 jesu 제수 dairang 다이랑 चिन्ह लगाउनुहोस् दा यिराङ को मुनि नम्बर 4 लेख्नुहोस् यिराङ भने चाहिँ जेसु यिराङ भनेको त्यो नेपालीमा अघि भनेको अनुमोदन यिराङ यहाँसम्म भयो कि यिराङ चिन्ह लगाउनुहोस् अब त्यसपछि फेरि खानाङ 강남 चौजु 저주 जिग्दे 지대 जमानाङ 저만남 장주 자주 림바라 리발 상게 상계 마창예 마창에 고보 공부 대다 대다 라네 됐어 고보 대다 공부 대다 다기 다기 탐제라 탐제라 콜로 홀로 라나 나나 메바라 매발 कोरवार कुल कुल भन्ने ठाउँमा चिन्ह लगाएर नम्बर 5 लेख्नुहोस् त्यो चाहिँ अघि भनेको चाहिँ समको दाना भने चाहिँ अनुरोध धर्म देशना गर्नुस् भन्ने अनुरोध ल भयो 5 लेख्यो अब फेरि जाउँ न्याङे 양예 दात 다들 강세 강세 대다라 대다라 조와 조와 끌라 끌라 펜싱 펜시 대외체 대외칠 겔바 결바 신기 신기 늘게 늘게 슈바라야 슈바라야 다기 다기 텔모 텔모 랍잘 랍젤 솔와라기 와라기 चिन्ह लगाउनुहोस् सोलवा भनेको मुनि नम्बर 6 लेख्नुहोस् नम्बर 6 चाहिँ के हो भनेदेखि तपाईँ लामो उमेर के छ आयु बस्नुहोस् भनेर अनि अनुरोध गरेको रवा हो अनुरोध गरेको प्रार्थना गरेको अनुरोध पनि भन्छ सोल प्रार्थना फेरि जाउँ है अब साथो के अरे अन्तिमको चाहिँ आउँछ छाङछेल 차자 वादाङ 와당 छेचेङ 최지 शापादाङ 샤와당 जेसो 예수 हिराङ 이랑 पछाडि 12 पानामा जेसो हिराङ 제수 이랑 कुलसेङ 호신 सोलवाई 설와이 गेवा 예와 चुङसे 중세 दागी 나기 चिसापा 지사파 탐제 함제 दागी 나기 장주 장주 छिर्ङो 칠모 यहाँ चाहिँ चिन्ह लगाउनुहोस् ngो भनेको शब्दको मुनि 7 नम्बर लेख्नुहोस् ngोवा यो चाहिँ के हो प्रार्थना ल होला खसा सातोर गयो नि छिर्ङो हो छ एकछिन है यसो नवाई के गरेछो छिर्ङो हो अब ल समय पनि भयो आज यति राखौँ छिर्ङो हो समय तपाईँहरू घरमा गएर अलिअलि पढ्नु सक्यो भने राम्रो हो तर केही छैन यसो गरौँ अब भोलि पनि हामी 7 बजी ठक्कै यहाँ सुरु गर्छौँ है चुकचुक ल अब पूर्व अभ्यास पनि सक्यो मूल विषय पनि सक्यो अब अन्तिमको प्रार्थना बाँकी छ हामी सबै प्रार्थना गरौँ